सर्वप्रथम म आज यस कार्यक्रमको विशिष्ट अतिथिको रूपमा यहाँ पाल्नुभएका जसको काम नै काफी छ नाम भन्दा पनि श्री कुलमान घिसिङज्यूलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। म चाहिँ धेरै ठाउँ घुमेँ। त्यही बेलामा तपाईँले चिलीमे जलविद्युतमा चाहिँ एकदम नाम कमाएको भेटेँ। हिस्ट्रीमा मैले खोज्दै जाँदा खिम्तीदेखि झिमरुकदेखि कहाँ पुगिनँ म सायद कुलमान सरको पाइला पछ्याउँदै म हिँडेँ। मेरो डिसिप्लिन फरक थियो। आई एम नट इन इन्जिनियर होइन, हाइड्रो इन्जिनियर होइन, बट आई वाज सो इन्फ्लुएन्स फ्रम द्याट टाइम, आजभन्दा 10-12 वर्ष अगाडिदेखि। र मैले त्यो किताब विमोचन गर्न हु कुड बी द बेस्ट भन्दा कुलमान घिसिङ इज द बेस्ट भनेर मैले निष्कर्षमा पुगेर म तपाईँको यही अफिस थियो यसकै छेउमा, त्यो किताब विमोचन पनि यही थियो। अनि म तपाईँलाई भेट्न गएँ म्यानुस्क्रिप्ट बोकेर पटक पटक। तपाईँ त्यो ढोकाभित्र ठुलो मिटिङमा चाहिँ पसिना निस्किने गरी बोलिरहेको देख्थेँ म। यस्तो मात्रै हेर्थेँ, के बोले पनि थाहा थिएन। म 2 घन्टा कुर्थेँ। त्यसपछि त्यहाँ तपाईँको पिए हुनुहुन्थ्यो कि को हुनुहुन्थ्यो, एकजना मसियो दिदी हुनुहुन्थ्यो। दिदीले भन्नुहुन्थ्यो उहाँको त राति 8 बज्छ भाइ। अब म आजको यस विशिष्ट अतिथि कुलमान घिसिङज्यूलाई आफ्नो मन्तव्य राख्न हार्दिक अनुरोध गर्दछु। विद्युत प्राधिकरणमा हुँदाखेरि एकै ठाउँमा सबैलाई बोलाएर भेट्न सजिलो थियो। प्राधिकरणबाट बाहिर निस्किएपछि अब जहाँ जहाँ म आफू भेटघाट सबैले बोलाउँछन्, जहाँ भयो ती बोलाउँछु उहाँहरूलाई। अलिकति अनम्यानेज भेटघाट पनि भएको छ। अब म धेरै कुरा नराखिकन सर्वप्रथम म तारालाल श्रेष्ठज्यूको, उहाँलाई मैले धेरै चिन्जानको पनि थिएन। साइकलको विषय र इलेक्ट्रिकल साइकलको विषय उहाँले अलिकति फर्मेट राखेपछि मैले हुन्छ भने भनिहालेँ। र यो साइकलको जुन उहाँले किताब लेख्नुभएको छ साइकल सम्बन्धमा, यो 2-3वटा विषय एकदमै महत्त्वपूर्ण छ। हामी हिजोको अवस्थामा जुन 2 खुट्टाबाट हिँडेर साइकल, यो गाडा भन्नु बेलगाडा, त्यसपछि साइकलपछि हामी अलि मोडर्न ट्रान्सपोर्टेसन सिस्टममा आइरहँदाखेरि साइकलको महत्त्व चाहिँ फेरि पनि हामी ब्याक चाहिँ एकदमै महत्त्व छ भन्नेतिर हामी लागिरहेछौँ। गाउँमा हामीले ढिँडो खाएर आएको, अहिले काठमाडौँमा फेरि त्यही ढिँडो चाहिँ खोजेर खान खोजिरहेछौँ। त्यो अर्ग्यानिक चिज, यो साइकल पनि एउटा अर्ग्यानिक चिज। यो हेल्थको लागि, इन्भाइरोमेन्टको लागि, पल्युसन कन्ट्रोलदेखि लिएर सबै हिसाबले साइकल उपयुक्त छ भन्ने चाहिँ अहिले साइन्सले, डक्टरहरूले सबैले चाहिँ यो प्रमाणित गरेको विषय हो। आज एउटा चाहिँ जिम क्लबमा साइकल राख्छ, जिम क्लबमा गएर साइकल चलाउने कि अब अर्ग्यानिक हिसाबले साइकल चलाउने, त्यो हामीमा भर पर्ने विषय हो। त्यही कारणले यो चाहिँ एकदमै महत्त्वपूर्ण चिज हो। र उहाँले जुन मैले धेरै किताबको धेरै कुरा त पढ्न पाएन, अलिकति मैले सुरुको केही पन्नाहरू मात्रै पढेको थिएँ र धेरै विषय समेटेको जस्तो देखिन्छ। तराईको मुख्यमन्त्री साइकल अभियान समेत उहाँले समेट्नु भएको रहेछ। मैले टपिक्स मात्रै हेरेको थिएँ र वास्तवमा साइकल हाम्रो लागि, हेल्थको लागि, पल्युसन कन्ट्रोलको लागि सबै हिसाबले एकदमै महत्त्वपूर्ण चिज हो। यो किताब लेखेर उहाँले एकदम पुण्य काम गर्नुभएको छ जस्तो मलाई लाग्छ। अब साइकल र इलेक्ट्रिकल सिस्टम किन त हामीलाई भन्ने कुरा अलिकति म राख्न चाहन्छु तपाईँहरूको उसमा। आज वास्तवमा म त्योभन्दा अगाडि उहाँले मलाई यो नयाँ कम्युनिटी, साइकल कम्युनिटी, तपाईँहरू यो सबै दाजुभाइ दिदीबहिनीहरू नयाँ फेसहरूसँग चिनाउनु भएको छ। हाम्रो बुल्लु मुकरमज्यूसँग पनि, उहाँको पनि किताब मैले प्राप्त गरेँ, सबैसँग चिनाउनु भएको छ। त्यसको लागि पनि उहाँलाई धन्यवाद दिनुपर्छ। र यो नेपाल हामी ग्रिन टुरिज्म प्रडक्ट सेल गर्न सक्ने
ठाउँ हो। यो ग्रिन टुरिज्म भनेर हामी वर्ल्डमा सेल गर्ने ठाउँ बन्न सक्छ। त्यसलाई धेरै समय लाग्दैन। त्यसको लागि के गर्ने? यो साइकल, इलेक्ट्रिकल भेहिकल सबै चिजमा हामी इलेक्ट्रिसिटीबाट चल्नुपर्छ। यो इलेक्ट्रिसिटी के हो त भन्दा नेपालको इलेक्ट्रिसिटी हाइड्रो पावर हो। हाइड्रो पावर भनेको ग्रिन हो। हाम्रो ग्रिन इनर्जीबाट हामी सबै हाम्रो लाइफ चाहिँ ग्रिन इनर्जीबाट चल्नुपर्छ भन्ने चाहिँ हाम्रो एउटा थीम, एउटा प्रडक्ट सेल गर्न पायो भने हामी वर्ल्डमा चाहिँ ग्रिन टुरिज्मको चाहिँ हामी सेल गर्न सक्छौँ भन्ने जस्तो लाग्छ। अहिले वास्तवमा इलेक्ट्रिकल भेहिकलको कुरा गर्ने हो भने इलेक्ट्रिकल भेहिकल देशैभरि यति धेरै प्रमोसन भइरहेको छ। करिब हरेक महिनाको सेल्समा 70-75% चाहिँ इलेक्ट्रिकल भेहिकलको सेल्स छ। 75% पेनिट्रेसन रेट भनेको वर्ल्डको सेकेन्ड भन्छ अहिले। अब यसो चाहिँ अहिले अरू देशमा डेभलप कन्ट्रीहरूमा नर्वेपछि हामी इलेक्ट्रिकल भेहिकल सेल्समा चाहिँ हाम्रो त्यो किसिमको पेनिट्रेसन छ। ओभरअलमा टोटल भोल्युममा हामी कमै होला, 10% को हाराहारीमा होला, तर हरेक महिना जुन सेल्स गरिरहेछ त्यो चाहिँ एकदमै बढी छ। माइक्रो बस हेर्नुभयो भने कुनै पनि रुटमा तपाईँ माइक्रो बस देख्नुहुन्छ। डडेलधुरा जुम्लादेखि लिएर ताप्लेजुङदेखि लिएर जुनसुकै रुटमा पनि माइक्रो बस चाहिँ इलेक्ट्रिकल छ अहिले। अब त्यसले इन्भाइरोमेन्टमा ठुलो सपोर्ट गर्छ र त्यसको आत्मनिर्भर इकोनोमीलाई ठुलो सपोर्ट गर्छ। अहिले इलेक्ट्रिसिटीबाट चल्ने गाडीहरू, प्राइभेट कार भन्नुहोस्, यो स्कुटर भन्नुहोस्, अब इलेक्ट्रिकल यो साइकल पनि चाहिँ धेरै आइरहेको छ। त्यसलाई पनि प्रमोसन गर्नुपर्छ जस्तो लाग्छ। त्यो भएको हुनाले यो चाहिँ यसले हाम्रो इकोनोमीलाई ग्रिन बनाउने र हाम्रो चाहिँ जति पनि पेट्रोल, डिजल, ग्यास चाहिँ इम्पोर्टमा त्यसले ठुलो चाहिँ रिप्लेसमेन्ट गर्छ। अहिले नै पहिला 20%ले पेट्रोल, डिजल, ग्यास इम्पोर्ट बढ्थ्यो हरेक वर्ष 20% इन्क्रिमेन्ट हुन्थ्यो भने अहिले नेगेटिभतिर गइरहेको छ। त्यो एउटा कन्ट्रीको लागि ठुलो चाहिँ कन्ट्रिब्युसन हो। तर यो हाम्रो विदेशी मुद्रा रिजर्भ जुन बढ्छ त्यसलाई पनि सपोर्ट गर्छ र हाम्रो ट्रेड डेफिसिटलाई पनि सपोर्ट गर्छ र यो ग्रिन इकोनोमी, ग्रिन हाम्रो इकोनोमीलाई पर्यटनलाई ग्रिन बनाउन सपोर्ट गर्छ। अब बसदेखि लिएर यो पब्लिक ट्रान्सपोर्टेसन, धेरै पब्लिक ट्रान्सपोर्टेसन इलेक्ट्रिकल सिस्टममा जानुपर्छ भन्ने चाहिँ हिसाबले अहिले धेरै बसहरू पनि आइरहेको छ। अब इलेक्ट्रिकल हामीले ट्रली बसलाई हामीले रिप्लेस गऱ्यौँ, बन्द गऱ्यौँ। त्यो हाम्रो लागि एउटा इतिहास थियो। त्यो एकदमै राम्रो विषय थियो। त्यो ट्रली बस सिस्टम अहिले हाइवेहरू ठुल्ठुलो बनेको छ। इन्टर सिटी कनेक्टिभिटी अलि ठुलो रोडले जोडेको छ। बुटोल, भैरवा, तपाईँ बुटोलदेखि भरतपुर यो हाइवेहरू, यो यहाँ काठमाडौँबाट तपाईँको धुलीखेल, यी रिङ रोड, यसमा हामी ट्रली बस सिस्टम चलाउँदा पनि हामी इलेक्ट्रिकल सिस्टममा हामी जान सक्छौँ। त्यो भएको हुनाले अब हामी त्यो एउटा स्टडी चाहिँ मैले केएफडब्ल्यूको ग्रान्टमा हामीले यो कनेक्टिभिटीको हिसाबले गर्न खोजिरहेको थियौँ। त्यो ग्रान्ट पनि प्राप्त भएको थियो। त्यो स्टडीहरू पनि भइरहेको छ। तर हामीले बढीभन्दा बढी इलेक्ट्रिकल सिस्टममा कसरी जाने, इनग्रोन हाम्रो इलेक्ट्रिसिटीलाई कसरी युज गर्ने भन्ने विषयमा जानुपर्छ। अहिले अब हाम्रै इलेक्ट्रिकल इन्जिनियर हुनुहुन्छ यहाँ हाम्रो हाम्रो सुमित बालाजी। सुमितजीले अब उहाँलाई थाहा छ हाइड्रोजनको बारेमा, ग्रिन हाइड्रोजन। यो ग्रिन हाइड्रोजन नेपालको अर्को एउटा ठुलो इलेक्ट्रिसिटीको इनर्जीको सोर्स हुँदैछ। वर्ल्डमा ग्रिन हाइड्रोजनको यति ठुलो चाहिँ रिसर्चहरू, डिमान्डहरू, प्रयोगहरू भइरहेको छ। त्यो एक दिन कमर्सियल्ली भायबल हुन्छ। त्यो कमर्सियल्ली भायबल भएको दिन नेपालको पानी सबै इनर्जीको सोर्स हुँदैछ।
नेपालको पानीबाटै ग्रिन हाइड्रोजन बन्छ। ग्रिन हाइड्रोजन भनेको पानीमा H2O भन्छ, पानी हाइड्रोजन र अक्सिजन मिलेर पानी बन्छ। त्यसलाई ब्रेक गर्यो भने हाइड्रोजन ग्यास र अक्सिजन ग्यास निस्किन्छ। त्यो ब्रेक गर्नलाई इनर्जी के प्रयोग गर्ने भन्दा हाइड्रो पावर हामी जुन जेनेरेट गर्छौँ इलेक्ट्रिसिटी प्रयोग गर्ने हो। त्यो प्रयोग गरेर ब्रेक गरेर बनेको हाइड्रोजनलाई ग्रिन हाइड्रोजन भन्ने हो। त्यो ग्रिन हाइड्रोजन अर्को इनर्जीको सोर्स हो। त्यसले ठुल्ठुला भेहिकलहरू, हेभी भेहिकलहरू, डोजरदेखि लिएर बसदेखि लिएर सबै चाहिँ हेभी भेहिकल चाहिँ ग्रिन हाइड्रोजनबाट चल्ने निस्केको छ। अहिले त एरोप्लेनदेखि लिएर सिपदेखि लिएर सबै ग्रिन हाइड्रोजनबाट चल्ने भएको छ। अब त्यसको सोर्स के हुनसक्छ त नेपालको पानी। नेपालको पानीले हाइड्रोजन, अब हाइड्रोजन त अब ट्रान्समिसन लाइन पनि चाहिएन। हाइड्रोजन त यहाँबाट एउटा ट्याङ्करमा हालेर युरोप बेच्न सक्यौँ, जापान बेच्न सक्यौँ। अस्ति म जापान गएको थिएँ। जापानले ब्लू हाइड्रोजन भन्छ, उनीहरूले चाहिँ हाइड्रोजन त हाइड्रोजनै हो, त्यसलाई ब्रेक गर्नलाई कस्तो इनर्जी प्रयोग गर्यो भन्ने विषयलाई मात्रै त्यो फरक चाहिँ नाम दिएको हो। अस्ट्रेलियाबाट हाइड्रोजन ल्याएर उनीहरूले चाहिँ जापानको इन्डस्ट्रीतिर त्यो सबैतिर प्रयोग गरिरहेछ। त्यो त हामीले नेपालको ग्रिन हाइड्रोजन, बेस्ट हाइड्रोजन जापान सेल गर्न सक्छौँ, सबैतिर सेल गर्न सक्छौँ भनेपछि नेपालको पानीको सोर्स, इनर्जीको सोर्स चाहिँ नेपालको पानी हुन्छ, सबै किसिमको सोर्स। र चाहिँ टोटल्ली हाम्रो बसदेखि लिएर ट्रकदेखि लिएर स्क्याभेटरदेखि लिएर सबै हाइड्रोजनबाट चल्ने अवस्थामा नेपालकै हाइड्रो पावरले यो सबै चिज बन्छ भने हामी आत्मनिर्भर इकोनोमीमा जान्छौँ। कुनै पनि चिज हामीले पेट्रोल इम्पोर्ट गर्नु पर्दैन, डिजल इम्पोर्ट गर्नु पर्दैन, केही पर्ला 10% पर्ला, 20%, 100% रिप्लेसमेन्ट नहोला। तर त्यो अवस्थामा नेपालको पानी महत्त्वपूर्ण छ र नेपालको चाहिँ इरिगेसनको लागि, यो फुड सेक्युरिटीको लागि, इनर्जी सेक्युरिटीको लागि नेपाल पानी यस्तो चिज हो नेपालको जसले नेपालको इकोनोमी, नेपालको वातावरण, नेपालको चाहिँ सोसाइटी होललाई चेन्ज गर्न सक्छ। त्यो हुनाले हामी पानी, नेपालको पानीलाई कसरी सदुपयोग गर्ने भन्ने विषय चाहिँ महत्त्वपूर्ण छ। अब मैले यति भन्दै गर्दाखेरि इलेक्ट्रिकल सिस्टममा त ल्याउने, अब ग्यास पनि हामीले यो इलेक्ट्रिकल कुकिङ, कुकिङ, यो इन्डक्सन कुकिङमा लाने भनेका छौँ। अहिले विद्युतीकरण करिब हामीले 99% भनेका छौँ, करिब 100% पुग्दैछ। हरेक गाउँमा विद्युतीकरण भएको छ, ग्रिडको इलेक्ट्रिसिटी पुगेको छ। त्यसले गर्दाखेरि इन्डक्सन कुकिङलाई सजिलो हुन्छ। दाउराबाट बाल्ने भन्दा ग्यास बोकेर करिब 8000 पर्दो रहेछ त्यो हुम्लाको चाहिँ सदरमुकाममा एक सिलिन्डर ग्यास बोकेर त्यहाँ बाल्छ भने ती इलेक्ट्रिसिटी पुगिसकेपछि हामीले चाहिँ कति सस्तोमा चाहिँ हामी इलेक्ट्रिसिटीबाट खाना पकाउन सक्छौँ। आफ्नै देशको इलेक्ट्रिसिटीबाट, गाउँमा इलेक्ट्रिसिटीबाट चाहिँ ग्यासको सट्टा इलेक्ट्रिसिटीबाट खाना पकाउन सक्छौँ। देशभित्र सबै इलेक्ट्रिसिटीबाट खाना पकाउन सक्छौँ र त्यसले ग्यास पनि रिप्लेस गर्छ। त्यो भनेको विदेशबाट आउने चिजलाई सबै हाम्रै प्रडक्टबाट रिप्लेसमेन्ट गर्नुपर्छ। यो देशको इकोनोमी त्यसरी अगाडि बढ्छ। र त्यो भएको हुनाले इनर्जी भनेको सबै चिजको इन्फ्रास्ट्रक्चर हो। इनर्जी भनेको मुटु हो। त्यो मुटु बन्द भयो भने सबै बन्द हुन्छ। त्यो हुनाले त्यो इनर्जीलाई हामीले कसरी डेभलप गर्ने, इनर्जी सेक्टरलाई कसरी अगाडि बढाउने भन्ने कुरा एकदमै महत्त्वपूर्ण छ। यो इनर्जी हामीले प्रयोग गर्ने मात्रै होइन, बढी भएको इनर्जी हामीले इन्डिया, बङ्गलादेश, चाइनासम्म सेल गर्न सक्छौँ, सेल गरिरहेका छौँ। विगत वर्षमा मात्रै हामीले करिब 17-18 अरबको हामीले इलेक्ट्रिसिटी सेल गऱ्यौँ। यो ठुलो चाहिँ विषय हो। यो इन्क्रिमेन्ट हुँदैछ भने यसले ट्रेड डिफिसिट घटाउने मात्रै होइन, हाम्रो इकोनोमीलाई पनि ठुलो चाहिँ इम्प्याक्ट, पोजिटिभ इम्प्याक्ट ल्याउनेछ। अब मैले यति भन्दै गर्दाखेरि झ्याप्प बत्ती जान्छ, रिलायबल सप्लाई के हो होइन, लोड सेडिङै हुने हो कि लोड सेडिङ भइरहेछ भन्ने विषय
त्यो कन्फिडेन्स लेभल। मैले एउटा कुरा के भन्न चाहन्छु भने कुनै पनि चिज कन्फिडेन्स लेभल बढाउनुपर्छ। त्यो कन्फिडेन्स लेभल लुज गर्दै गयो भने त्यो कोल्याप्सतिर जान्छ। दिनमै हजारौँवटा चाहिँ इन्भर्टर र ब्याट्री बिक्री हुन्थ्यो। त्यो इन्भर्टर र ब्याट्री कसैको 20 किलोवाटसम्मको घरमा चाहिँ चाङ लाएर राख्थ्यो। जुन बेला बत्ती आउँथ्यो त्यो चार्ज हुन्थ्यो, इन्भर्टर पनि चार्ज हुन्थ्यो घरमा, इन्भर्टर पनि चार्ज, कम्प्युटर चल्थ्यो, आइरन चल्थ्यो, पानी तान्थ्यो, सबै एकैचोटि हुन्थ्यो। त्यसले 2-3वटा इफेक्ट पार्थ्यो। एउटा हाम्रो सिस्टममा ठुलो स्ट्रेस पर्थ्यो, त्यो लाइन ओभरलोड भएर चुडिहाल्थ्यो, त्यो नजिकको ट्रान्सफर्मर पड्किहाल्थ्यो होइन। त्यो ओभरलोड भयो नि, वान टाइम आएपछि एकदमै त्यो एरिया बलेको जस्तो हुन्थ्यो। त्यसपछि त्यो धान्नै सक्दैन थियो, त्यसपछि फेरि चाहिँ काट्नु पर्थ्यो, एरिया सेक्सन बढाउनु पर्थ्यो एउटा। अर्को कुरा इन्भर्टर त ब्ल्याक बक्स थियो, करिब 600 देखि 700 मेगावाटको इन्भर्टर ब्याट्री चाहिँ सिस्टममा आइसकेको थियो होइन। त्यो भनेको ब्ल्याक बक्स हो। तपाईँहरूले एडिसनल लोड थप्नुभयो त्यहाँ, त्यो लोड आउनासाथ बत्ती आउनासाथ चार्ज हुने, बत्ती जानासाथ डिस्चार्ज हुने, त्यसमा 30% लस हुने, लस पनि भयो नि इनर्जी। त्यो त ब्याट्रीमा त लस हुन्छ, त्यो 30% लस पनि भयो, ब्याट्रीमा लस, त्यसको घाटा पनि भयो र इनर्जी लस भयो नि त त्यहाँ त। त्यसले गर्दा पनि लोड सेडिङ बढ्यो र त्यो ब्ल्याक बक्स थियो। त्यसको लागि के गर्ने त भन्दाखेरि सबभन्दा ठुलो काम धेरै छन्। यो लोड सेडिङको विषयमा तपाईँहरूलाई भन्नु पऱ्यो भने मलाई दिनभरि लाग्छ, 4-5 घन्टा मैले बोल्नुपर्छ। कसरी हामीले लोड सेडिङ म्यानेजमेन्ट गऱ्यौँ आजको अवस्था होइन नि। त्यो बेला हाम्रो जेनेरेसन क्यापासिटी 856 मेगावाट थियो, हिउँदियामा 300 पनि आउँदैन थियो। त्यो 300 मेगावाटको पावरले लोड सेडिङ अन्त्य भयो भने घोषणा गर्नुपर्ने अवस्था। आज करिब 3600 मेगावाट पुर्यायौँ हामीले हाइड्रो पावर मात्रै, र अहिले पनि चाहिँ यस्ता इन्टरप्सनको विषयहरू आइरहेछ। भनेपछि त्यो चाहिँ के थियो भने सबभन्दा ठुलो चाहिँ कन्फिडेन्स लेभल बिल्डअप गर्नुपर्ने थियो, जनतामा ट्रस्ट बिल्डअप गर्नुपर्ने थियो, विश्वास जगाउनु पर्ने थियो। त्यो विश्वास जगाउने काम सबभन्दा महत्त्वपूर्ण थियो। हामीले त्यो लोड सेडिङ अन्त्य गरेर मलाई सहयोग गर्नुहोस्, यो गर्नुहोस्, यो गर्नुहोस् भनेको भए कसैले पनि विश्वास गर्दैन। तर हामीले के गर्यौँ भने काठमाडौँबाट लोड सेडिङ अन्त्य भयो, काठमाडौँमा लोड सेडिङ अन्त्य हुँदैन भनेर जुन बेला हामीले भन्यौँ, जुन बेला चाहिँ हामीले यो तिहारको बेलामा लक्ष्मी पूजाबाट सुरु गऱ्यौँ, छक्क पऱ्यो। काठमाडौँमा चाहिँ लोड सेडिङ हुँदैन, अब भइरहेको छैन। त्यो त हामीले विश्वास जगाउनुलाई गरेका थियौँ। त्यसको मतलब अन्त चाहिँ धेरै लोड सेडिङ गरेको पनि थिएन। काठमाडौँमा लोड सेडिङ अन्त्य भयो, अब हुँदैन, तपाईँहरूले पनि सहयोग गर्नु पऱ्यो भन्दाखेरि पब्लिकले रेस्पोन्स कति राम्रो भएको थियो। त्यो काठमाडौँमा लोड सेडिङ अन्त्य हुनासाथ 300 देखि 400 मेगावाटको इन्भर्टर सिस्टमबाट आउट भयो। तपाईँले चार्ज भयो, त्यो डिस्चार्जै हुन नपाएपछि त्यो चार्जिङ र डिस्चार्जिङ गर्नै परेन नि, त्यो इन्भर्टर त चार्ज गर्नु परेन। त्यो त एकचोटि चार्ज गरेपछि त त्यो त रह्यो, त्यसको त एडिसनल इनर्जी चाहिएन। त्यो भएको हुनाले काठमाडौँमा चाहिँ एउटा एक किसिमले हामी लोड चाहिँ इन्भर्टर सिस्टमलाई, यो ब्याट्री सिस्टमलाई आउट गऱ्यौँ, कन्फिडेन्स लेभल बिल्ड गऱ्यौँ। र लोड सेडिङ हुँदैन भनेपछि तपाईँहरूले अब आइरन अलिक पछि गरे पनि भयो, एकैचोटि किन गर्ने, पानी तान्ने राति ताने पनि हो, दिउँसो ताने पनि हो, एकैपटक पिक टाइममा किन तान्ने भन्ने कुरा भयो। एउटा मात्रै बत्ती कम गऱ्यो भने धेरै कुरा हुन्छ भन्ने भयो। त्यो भएको हुनाले यो चाहिँ एउटा पब्लिकको बिहेभियर कसरी चेन्ज गर्ने भन्ने विषय महत्त्वपूर्ण छ। पब्लिकको बिहेभियर चेन्ज गर्ने भनेको ट्रस्ट बिल्डिङ गर्ने हो, विश्वास जगाउने हो। त्यसलाई चाहिँ एकदमै महत्त्वपूर्ण हिसाबले यो बाहेक अब अरू सिस्टममा कसरी सप्लाई सिस्टम कसरी म्यानेजमेन्ट गर्ने धेरै कुराहरू छन्। यो विषयमा म चाहिँ धेरै राख्न चाहेन मैले टाइमको कन्स्ट्रेन्टले पनि। आज मैले के भने पब्लिकको विश्वास लिडरसिपप्रतिको र प्राधिकरणको कर्मचारीको र त्यहाँको चाहिँ म्यानेजमेन्टप्रतिको विश्वास, लिडरसिपप्रतिको विश्वास एकदमै महत्त्वपूर्ण हुन्छ। बिहेभियर मान्छे कसरी चेन्ज गर्ने भन्ने विषय महत्त्वपूर्ण हुन्छ। त्यो हुनाले भोलि चाहिँ ब्याङ्क डुब्दैछ भने त्यो ब्याङ्क झन् टाट पल्टिन्छ, भोलि चाहिँ डिजल आउँदैन भने झन् लाइन हुन्छ, त्यो परिस्थिति हो। आज 2-4 दिन भयो बत्ती छैन भनेपछि अब भर्खरै मैले सुनिरहेको छु उहाँले भन्नुभएको थियो
इन्भर्टरको चाहिँ अब इन्भर्टर ब्याट्री कसरी सफा गर्ने भनेर चाहिँ ट्रेनिङ चलिरहेछ अब ठाउँ ठाउँमा भनेर चाहिँ आयो। यो कन्फिडेन्स लुज गर्ने हो, यो गलत हिसाबले गइरहेछ। म जुन बेला म बाहिर निस्केँ 1 महिना भयो 1.5 महिना भयो, प्राधिकरण डुब्यो, प्राधिकरण त घाटै छ रे, प्राधिकरणमा पैसै छैन रे, अब झन् चाहिँ लोड सेडिङ पनि हुँदैछ, मन्त्री गएर बोल्ने संसदमा अब लोड सेडिङ हुँदैछ, घर घरमा पनि लोड सेडिङ हुँदैछ भनेर मन्त्री बोल्ने, त्यसले चाहिँ देशलाई राम्रो गर्छ। त्यो सबैको कन्फिडेन्स लेभल लुज गर्ने हो, त्यसले एकदमै खतरनाक स्थिति ल्याउँछ। त्यो भएको हुनाले यस्ता विषय जुन राज्य सत्तामा बस्ने मान्छेहरूले गर्नु हुँदैन, बोल्नु हुँदैन, लेख्नु हुँदैन। यस्तो चिज लेखेर चाहिँ गलत काम। अब प्राधिकरणमा पैसै छैन, प्राधिकरण डुब्यो भनेपछि के हुन्छ? कसले लगानी गर्छ? त्यहाँ लगानी गर्छ, त्यत्रो ठुलो लगानी छ। इन्भेस्टमेन्ट वर्ल्ड ब्याङ्क, एडिबी, केएफडब्ल्यूदेखि लिएर यत्रो आम पब्लिकको लगानी छ हाइड्रो पावरमा। 4 खरबभन्दा त बढी त नेपाली प्राइभेट के अरे ब्याङ्कहरूको लगानी छ। करिब 7-8 खरब 10 खरबको लगानी यो भित्र छ। यस्तालाई कन्फिडेन्स लुज गर्ने हिसाबले एउटा व्यक्तिलाई खराब देखाउने नाममा यस्ता गलत चाहिँ इन्फर्मेसनहरू चाहिँ ल्याएर के गर्न खोजेको? यो एकदम गम्भीर विषय छ। राज्यलाई टाट पल्टाउने, समस्यामा पारेर त्यो समस्या अँध्यारोभित्र धेरै खेल हुन्छ, अँध्यारोभित्र धेरै व्यापार हुन्छ। त्यो भएको हुनाले यस्ता समस्याभित्र धेरै चलखेलहरू हुन्छन्। यस्ता विषय उठाउनु हुँदैन, गर्नु हुँदैन, गराउनु हुँदैन। यसमा सबैले, जनताले यसको चाहिँ खबरदारी गरिरहनुपर्छ। अब पैसा छैन भन्ने डेडिकेटेड र ट्रङ्क लाइनको त्यत्रो बक्यौता उठाउँछु भन्ने मान्छेलाई भोलिपल्ट हटाइदिने, अब पैसा नउठाउने, पैसा छैन भनेर ऋण लिनु खोज्ने, यस्तो पनि हुन्छ? हुँदैन। र पैसा हुँदाहुँदै पैसा छैन भन्ने पनि पाउँदैन। 10 करोड रुपियाँ पैसा छ भनेर त भनिरहेछ। 10 अरब पैसा भने कम हो। महिनामै विद्युत प्राधिकरणमा करिब 10-12 अरब पैसा जम्मा भइरहन्छ। त्यो त मनी सर्कुलेसन कसरी गर्ने, म्यानेजमेन्ट कसरी गर्ने, लिडरसिप कसरी गर्ने भन्ने कुरा त म्यानेजमेन्ट लिडरसिपले गर्ने हो नि। त्यो हुनाले म तपाईँहरूलाई एउटा कुरा के भन्छु भने यो कन्फिडेन्स बिल्डअप गर्नुपर्छ। यो लोड सेडिङ हुने अवस्था होइन, हुँदैन। यो हामीसँग अब 15 दिनपछि इन्डियामा एक्सपोर्ट गरेन भने 15 दिन अथवा 1 महिना होला, 1 महिनाभित्र हामीले इन्डियामा अथवा बङ्गलादेशमा पनि हामीले गरेका छौँ। बङ्गलादेशमा एक्सपोर्ट सुरु गरेन भने हाम्रो जेनेरेसन भएको इलेक्ट्रिसिटी खेर जान्छ। त्यो अवस्था छ। त्यो म्यानेजमेन्ट अर्को पार्ट छ। अब यताको म्यानेजमेन्ट, तत्कालको म्यानेजमेन्ट कसरी गर्ने भन्ने त गर्नु पऱ्यो नि। त्यो भनेको लिडरसिपको फेलर हुन्छ। लिडरसिपले आफ्नो कर्मचारीले मोटिभेट कसरी गर्नुपर्छ र पब्लिकलाई कसरी चाहिँ कन्फिडेन्स लेभल बिल्डअप गर्नुपर्छ, कर्मचारीप्रतिको मोटिभेसन कसरी ल्याउने भनेर लिडरसिपले गर्ने हो नि। लिडरसिपले गलत काम गर्न थाल्यो, लिडरसिपले गलत बोल्न थाल्यो र राइट म्यान इन राइट प्लेस। मैले जहिले पनि भनेको छु, मेरिटोक्रेसी भनेको यो देशको सबभन्दा महत्त्वपूर्ण विषयलाई ओझेलमा पारेको विषय हो। राइट म्यान इन राइट प्लेस भएन भने चल्दैन संस्था। जुन मान्छे जुन ठाउँमा उपयुक्त छ त्यो ठाउँमा राख्दा त हुन्छ। जो मान्छे त्यो ठाउँमा राख्न उपयुक्तै छैन, अर्को मान्छेलाई लगेर राखेर बुझ्दैन त अनि म्यानेजमेन्ट बिग्रिँदैन। लोड सेडिङ बढ्ला, के बढ्ला सबै बढ्छ नि। त्यही कारणले यो म्यानेजमेन्टको पार्ट, केही टेक्निकल पार्ट पनि होला, तर सप्लाई नपुगेर अहिले लोड सेडिङ गर्नुपर्ने स्थिति छैन। त्यही भएको हुनाले ढुक्क भएर हामीले इलेक्ट्रिकल सिस्टममा अगाडि बढ्नुपर्ने चिजहरू अगाडि बढौँ। अब यो देखेर मान्छेले गरिब के भन्नु थाल्यो, इलेक्ट्रिकल भेहिकल किन्ने कि नकिन्ने भन्ने पनि विषय आयो कि। त्यो भएको हुनाले त्यो होइन, किन्नुपर्छ, इलेक्ट्रिकल सिस्टममा जानुपर्छ। अहिले राइड सेयरिङकोदेखि लिएर यो पठाओदेखि लिएर धेरै यो अस्ति टोकमा भन्ने एउटा एप पनि आएको छ, विभिन्न एपहरू आएको छ। अहिले हामीले एउटा के पनि गरेका थियौँ भने घर घरमा छुट्टै मिटर राख्नुहोस्। तपाईँहरूले हामीले इलेक्ट्रिकल चार्जिङको लागि छुट्टै मिटर दिएका छौँ।
र चार्जिङ स्टेसन राख्छ भने फ्रीमा हामीले ट्रान्सफर्मर दिएका छौँ, सबै दिएका छौँ। त्यो चार्जिङ स्टेसन चाहिँ एउटा राइट सेयरिङ जस्तै कसैले चाहिँ त्यो उसमा एपमा आयो भने त्यो घरले पनि व्यवहार गर्न पाउने स्थिति हुन्छ। किन त्यो घरले एउटा मिटर हुन्छ, कसैले चाहिँ एपमा हेऱ्यो कहाँ चाहिँ चार्जिङ स्टेसन मेरो चाहिँ ब्याट्री डाउन भयो, घर नजिकै कसकोमा चाहिँ चार्ज गर्न मिल्छ भन्यो भने ठ्याक्कै त्यो पनि गर्न पाउने हो। त्यो भएको हुनाले यस्ता चिजलाई अझ इन्करेज गर्नुपर्नेमा आउन छ ट्रान्सफर्मर सबै बन्द गरेर डिस्करेज गर्ने भयो भने कसरी चाहिँ यो इलेक्ट्रिकल सिस्टम बढ्छ। त्यही यो किसिमको चाहिँ बिहेभियर राख्नु भएन र आगामी दिन नेपालको एकदमै उज्जवल भविष्य भनेको इनर्जी सेक्टरमा छ। यो इनर्जी सेक्टरलाई हामीले माथिभन्दा माथि लगेर देशकै यो सबै सेक्टरको यो उज्यालो भनेको एउटा इलेक्ट्रिसिटीको उज्यालो मात्रै होइन, सबै सेक्टरमा धेरै सेक्टरमा अँध्यारो छन्। यो सबै अँध्यारोलाई हटाएर चाहिँ देशलाई समृद्धि गर्न सकिन्छ, हामी त्यतातिर अगाडि बढ्नुपर्छ भन्ने भनाइराख्दै आजको कार्यक्रममा मलाई बोल्न दिएकोमा फेरि पनि म धन्यवाद दिँदै तारेजीलाई धेरै धेरै बधाई, यहाँहरू सबैलाई फेरि पनि नमस्कार धन्यवाद।